गुड मर्निङ साथीहरू अनि थ्यांक यू फर वाचिङ। तपाईहरु सबैजनालाई आजको मेरो नयाँ ब्लगमा स्वागत छ है। अनि यो हाम्रो घरबाट देखिने भ्यू है, मर्निङ भ्यू देखाउँदै यहाँनिर मैले रोपेको फुलहरु देखाउँदै आजको ब्लग चाहिँ सुरु गर्दैछु है साथीहरू। यहाँ चाहिँ मेरो बुढाले ओछ्यानहरु मिलाइदिनु हुँदैछ। नानीहरु चाहिँ उठेर पनि खेल्न गइसक्यो। अनि साथीहरु तपाईहरुले सोच्नुहुन्छ होला बुढालाई चाहिँ काममा लगाएर बुढी चाहिँ भिडियो गर्छ भनेर, त्यस्तो चाहिँ हैन। यो चाहिँ उले नै गर्छ सधैँ पनि है। म चाहिँ खाजाहरु बनाउँछु, अन्त खाजा बनाउँदै भिडियो बनाएको है। नानीहरु कहाँ खेल्दैछ भनेर हेर्नु गएको त आमामा बहिनी त हेर बिहान बिहान चिसोमा बलुवा पो खेलाइराको रहेछ हो। बलुवा नखेलाई ब्रस गर्ने हिँड भनिकिन नाना भएकोमा गए। नाना हेरेको त अपुई माया लाग्दो है, बुढी बोजू जस्तो आगो तापिरहेको रहेछ। जाडो भयो भनेको हजुर भन्दैछ। ल हेर अब ब्रस गर्नुपर्छ, स्कुल जानु ढिलो हुन्छ भनिकिन चाहिँ नाना र बहिनीलाई ब्रस गर्नु बोलाएर चाहिँ म चाहिँ यता किचनतिर आएँ। यो चाहिँ हो साथीहरू आज हाम्रो आमाले बनाउनु भएको गाजरको हलुवा। हेर्नुस् है कस्तो भएछ भनेर हेरेको, पाक्न आँटेको रहेछ। वाउ। अनि यो चाहिँ मैले चाना पर भुटेर रोटीसँग खानुको लागि रेडी गरिराखेको छु। यहाँ चाहिँ पाक्दैछ दुध। नाना र बहिनी पनि ब्रस गर्नु आयो। उनीहरूलाई चाहिँ ब्रस गर्नु दिएर चाहिँ म चाहिँ यहाँ हेर्दैछु। हेरेन भने चाहिँ राम्रो गर्दैन नि त ब्रस कि यिनीहरूले। अब चाहिँ साथीहरू हामी खाजा खानु आँटेको। यहाँ रोटी अनि गाजरको हलुवा पनि पाक्यो, दामी भएछ हो। तर मलाई यो दुईटाले चाहिँ गाजरको हलुवा नखाने अरे, खाना भनेको खाँदिन भनेर चाहिँ यस्तो बेसी रिस उठायो नि। राम्रो कुरा चाहिँ खाइदिँदैन नि त। यहाँ चाहिँ साथीहरू हाम्रो ग्रीष्म चाहिँ रेडी हुँदैछ स्कुल जानुलाई। के छ हेर्नुहोस् न, यहाँ त मादलले यसरी बजाउँछ पुङतुङ पुङतुङ भनेको भाग्यो। नाना पनि खाजा खाइसकेर आयो। अन्त म चाहिँ नानालाई रेडी बनाउनु थालेँ। हेर्नुहोस् है भिडियो चाहिँ मैले यस्तो स्पिडमा राखेको छु कि र पनि चलेको हेर्नुहोस् है कति चाहिँ चल्छ। मलाई यति बेसी टाइम लाग्छ नि यिनीहरूलाई रेडी बनाउनु चाहिँ, यति बेसी चल्छ नि अब हेर्नुहोस् है। नाना चाहिँ रेडी भएर गइसके साथीहरू है। अब बहिनी हेर्नुहोस् है, यहाँ बहिनी रेडी भएको हेर्नुहोस् चाहिँ कति धेरै चल्छ हो। यो भिडियो चाहिँ मैले लामो हुन्छ भनेर यस्तो स्पिडमा राखेको छु कि हेर्नुहोस् त चलेको। अनि यिनीहरूले चाहिँ कति चाहिँ रिस उठाउँछ होला मलाई, आफै पनि अन्दाज लाउनुहोस् तपाईँहरू है। रेडी हुँदा ढिलो भइरहेको बेला चाहिँ यस्तो गरिदिँदा झन् हेर्नुहोस् है। अब चाहिँ साथीहरू बहिनी र म चाहिँ स्कुलतिर लाग्यौँ। नाना चाहिँ अघि नै मम्मासित गइसक्यो। अनि यहाँ हेर्नुहोस् है चियापत्तीको हालत चाहिँ अहिले यस्तो माया लाग्दो भइरहेको छ। यो चाहिँ डल्लै कटिङ गरेर चाहिँ यस्तो भएको है साथीहरू, सुकेको चाहिँ होइन कि। पानीहरू पनि परेको छैन अहिले हो। अलिक पछि पानीहरू पर्न थालेपछि चाहिँ यो डल्लै हरियो भएर आउँछ, हेर्नु पनि एकदमै मजा आउने क्या। अहिले चाहिँ यस्तै सुक्खा देख्ने भइरहेको छ। हामी चाहिँ स्कुल पनि आइपुग्यौँ साथीहरू। नाना चाहिँ यहाँ खेल्दै थिएछ, मलाई किन छोडेर आएको भनेको। नाना चाहिँ यहाँ हेर्नुहोस् है हाँसेको। अब चाहिँ साथीहरू म तपाईँहरूलाई देखाउँदैछु हाम्रो नानीहरूको स्कुलबाट देखिने भ्यू है। मलाई चाहिँ एकदमै राम्रो लाग्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ हेर्नुहोस् है।